म चाहिँ करेन्ट चौचौ खानु लाको। एउटा कुरा, यो करेन्ट चौचौ चाहिँ तपाईहरुकोमा चाहिँ कसरी प्याकेट छ? हाम्रोतिर चाहिँ 50 रुपैयाँ प्याकेट छ। मैले खाने पसलमा चाहिँ 50 रुपैयाँ प्याकेट छ। त्यो पसल अलिक टाढो छ नि त, कहिले काहीँ खाउँ लागो भने यही नजिकैको पसल हुन्छ जाँदाखेरि चाहिँ 60 रुपैयाँ भन्नुहुन्छ क्या। अनि म भन्छु त्यहाँ परतिर त नि 50 रुपैयाँमा दिनुहुन्छ त भन्दै भनौँ भने त्यो पसलले मान्छेले के भन्छ थाहा छ? कहाँ दिन्छ 50 रुपैयाँ, त्यहीँ गएर ल्याउ न त, यहाँ किन लान्छौ त, यहाँदेखि नलैजाऊ, त्यस्तो भनिदिन्छ क्या। अनि अर्को यो रेडबुलमा मैले खाने पसलमा 140 रुपैयाँ छ। तपाईहरुकोतिर कसरी छ कमेन्ट गर्नु होला हैन। अनि अन्त खायो भने यहाँ नजिकैको पसलमा भन्यो भने 150 160 रुपैयाँ भन्छ। अनि फेरि त्यही अघि कुरा, त्यहाँबाट त 140 मा पाइन्छ त भन्दाखेरि कहाँ दिन्छ 140 मा, लु कहाँ दिन्छ ती गएर खाउ न त, यहाँ किन आउँछौ त, यस्तो भनिदिन्छ क्या। अनि